अरबौं खर्च गरेर किट विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गर्छन्। शैक्षिक हबका रूपमा रहेको भारतको ओडिसा राज्यको किट विश्वविद्यालयमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ लगायत विषयमा अध्ययन गरी उत्तीर्ण गर्न प्रत्येक नेपाली विद्यार्थीले 19 लाख रुपैयाँ बढी तिर्ने गरेका छन्। उनीहरूले होस्टलसहित खर्च 19 लाखभन्दा बढी बुझाउने गरेका हुन्। अहिले किट विश्वविद्यालयमा करिब 1300 नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। यसरी हेर्दा किट कलेजमा मात्र नेपाली विद्यार्थीले करिब 2 अर्ब 14 करोड 72 लाख रुपैयाँ माथिको रकम दिने गरेका छन्। नेपाली विद्यार्थी अध्ययन गर्न जाने कलेज किट मात्र होइन, भारतका अन्य विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी पढ्न जाने गरेका छन्। किट सोही विश्वविद्यालय हो जहाँ महिना दिनको अन्तरालमा 2 नेपालीले ज्यान गुमाएका थिए।